हेर्नु है साथीहरू हाम्रो घरमा फलेको टमाटर यस्तो राम्रो टमाटर फलेको छ। एउटै झालमा कमसेकम 5 केजी टमाटर लागेको छ। हेर्नु कति राम्रो दाना छ। देखाउ त यता खै। ए अब पाक्न बाँकी छ, पाक्छ होला। अब यस्तो केही गरेको होइन, लोकल टमाटर। अब त यहाँ देखाउ, यता पनि छ कति धेरै फलेको। हेर त यहाँ, हेर है यहाँ हेर्नु त कस्तो राम्रो फलेको। यसलाई राम्रोसँग बाँधिदिएका छौँ, यहाँ कतै नजाओस्, पाकोस्। घरमा फलेको टमाटर एउटा एउटा टिपेर खाँदा नि कति फाइदा छ है। घरमा गऱ्यो भने हामीले किनेर ल्याउँदा 1 किलो ल्यायो भने 1 दिनमै सकिन्छ। यो घरमा फलेको कमसेकम 15 दिन खान सकिन्छ साथीहरू। एउटा बोटबाट यति धेरै सिमी पनि हेर त यहाँ कति धेरै सिमी कति खाइसक्यो। एउटै झोतेला यस्तो फलेको छ है, कस्तो राम्रो फलेको सिमी। हेर्नु है घरमा फलेको चिज सधैँ कति खाइयो, तर पनि यति अब लास्टमा फाइनल खाना सिजनको चिज घरमा गरेर खाँदा कति राम्रो। यही फलेको छ। छैन भने पनि घरमा भएको जिनिस बाँकी हुन्छ है। बकारीमा रहेको जिनिस सकिन्न भन्छन् नि, त्यस्तै यी घरमा लगाएको चिजहरू कसरी हुन्छ यी साथीहरू। मैले सकियो भनेर छोडेको जालबाट यति धेरै सिमी फेरि लगाएको। अब फेरि अर्को पटक म उता लगाउने तयारीमा छु। अहिले फाइनल हार्भेस्ट गर्दैछु। यी घरमा लगाएको सिमी कति मिठो खाँदा। कति बजारमा अब आजभोलि बजारमा सब जिनिसमा विषादी मात्रै हालेको हुन्छ। आफ्नो घरमा गरेर खान सक्यो भने आफू पनि स्वस्थ खाऊँ, स्वास्थ्य बढाऊँ। आफ्नो स्वास्थ्यको लागि धेरै ख्याल गर्नुपर्ने हुन्छ। त्यसैले नि आफैले गरेर खानुहोस् है साथीहरू।